मिला हेलो गाइज वेलकम टु माई भ्लग। अनि आज हाम्रो यस्तो नराम्रो टक्नेवाला छ है, हाम्रो झगडा नै हुने बेला छ, हाम्रो यहाँ पिटाइ हुनेवाला छ। कुरा चाहिँ के हो? कुरा के हो भने क्वेसनै भनौँ, हाम्रो बर्थडे किन आउँछ? बर्थडे हामीले सेलिब्रेट किन गर्छौँ हैन? यसले एन्सर भन्छ। होइन, मेरो कुरो के भन्दा हामी बर्थडे सेलिब्रेट किन गर्छौँ एक दिन मात्र भन्ने कुरो हो क्या। जब सपोज तेरो भदौ 7 गते बर्थडे होइन, अब भदौ 7 गते मेरो बर्थडे, म भदौ 7 गते खुसी हुन्छु सेलिब्रेट गर्छु भनेर किन सोच्ने? तैँले अब यो अहिले असार पनि बाँच्नै पऱ्यो। असारको 30 डेज लेफ्ट छ। योभन्दा अगाडि जेठ थियो, वैशाख थियो, चैत थियो। तैँले यो सबै डेज 364 डेज बाँचिसकेपछि बल्ल तेरो बर्थडे आउँछ। 364 अनि 365th डेमा बर्थडे पनि त होइन? अन्त 364 डेज पछि बल्ल तेरो बर्थडे आउँछ। अनि त्यो 65 हो त्यो। ल त त्यसपछिको डे तेरो बर्थडे भयो नि त। अनि तैँले त्यत्रो दिन कुरेर अनि त्यसपछि एक दिनमा चाहिँ ल मेरो आज बर्थडे म सेलिब्रेट गर्ने भन्ने किन? बर्थडे सेलिब्रेट गर्ने रे, ल बर्थडे सेलिब्रेट गर्नु किन इम्पोर्टेन्ट? मलाई त सोच्न पऱ्यो सुरु। तेरो बर्थडे पहिले मेन कुरै भने होइन, सुन न, मेन त ल बर्थडे सेलिब्रेट गर्न एक दिन कुर्नु पर्दैन भने मैले, तर मैले अर्को कुरो भनेकै छैन। मेन कुरो त बर्थडे किन स्पेसल हो र सेलिब्रेट गर्नु पर्यो? सुन न, त हरेक दिन बाँचिरहेछस्, त्यो एक दिन किन सेलिब्रेट गर्नु पर्यो? किन भन्नु? तँलाई सेलिब्रेट तँलाई खुसी हुनु मन लाग्छ? अब भन्न त दे। ल हामीले किन बर्थडे सेलिब्रेट गर्छौँ भने एक इयर पछि हाम्रो बर्थडे आइरहेछ भन्नाले त्यत्रो के भने मैले त्यो स्पेसल हो। किनभने हामी 1 वर्ष अगाडि भइसक्यो, हामी फ्युचरमा गइ। अनि सुन न, मैले के भने तँलाई, तेरो बर्थडे भदौ 7 गते हो भने तैँले अब 30 डेज अझै बाँच्नु परेन? अनि तेरो बर्थडे एकैचोटि 1 वर्ष पुरा हुन्छ? हुँदैन नि। एकछिन है, फर्स्टमा आफ्नो कुरा भन्छ। यसले किन यस्तो कुरा भनौँ? यसले आफ्नो बर्थडे सेलिब्रेट गरेन। मलाई स्पेसलै लाग्छ। चुप्लाक तर स्पेसल लाग्दैन भने हामीलाई पनि स्पेसल लाग्छ है। यो पशुपति गयो है, यो भने सेलिब्रेट होइन रे। होइन, मलाई जान मन लाग्यो, म गएँ होइन, तर मैले वाइ इज द्याट डे कल्ड स्पेसल के? ल अब त भने त किन पशुपति गइस्? म त यतिकै अब फ्री थिएँ, स्याटरडे थियो मेरो बर्थडे। अनि अब स्याटरडे भइसकेपछि त अब गइदिउँ न यताउता। म अब कोही त फ्री हुन्छ, त्यसले यतिकै सेलिब्रेट गर्छ। अब त्यो दिन मेरो स्कुल भएको भए, नत्र मेरो कलेज भएको भए, नत्र मेरो अफिस भएको भए, म अफिसै जान्थेँ, कलेजै जान्थेँ, म सेलिब्रेट गरिदिन्थेँ। त्यसलाई सेलिब्रेट पनि भएन, त्यो मेरो लागि स्पेसल पनि भएन, म नर्मली ट्रिट गर्थेँ। हो त मैले भन्नु खोजेको कुरो त्यही हो क्या। तैँले 1 वर्षपछि आउँछ भनिस् नि। ल तेरो कुरो भन। अब होइन, तेरो पोइन्टै भएको छैन यहाँ, तेरो पोइन्टै आएको छैन। नाइ क्या, यहाँ भिडियो बिग्रिसक्यो। ल पहिले तेरो पोइन्ट भन् न। मेरो पोइन्ट हो कि बर्थडे एउटा हाम्रो लागि। अब त्यसो भए त दसैँ पनि किन सेलिब्रेट गर्नु त? दसैँ यस्तो हो, दसैँ किन सेलिब्रेट गर्ने भन्दा नि, अब त्यो दसैँको त पुरा रिजन छ। त्यो उसले त्यो काली सालीले कुकुरलाई मारेको, अनि खुसी हामीले भयो के। त्यसै गरी त्यो कालीले त्यो कालीले निसुलाई बचाएको छ भन्ने, जस्तो कि त्यो होइन भने त्यो हरेक डेको एउटा छैन, जस्तै घटस्थापना भने के हो, ऊ भने के हो भनेर सबै छैन।
त्यो त हामीले कस त्यो एउटा कुन एउटा भिलेनलाई मारेर अनि त्यसपछि हाम्रो त्यो भिलेन? सेलिब्रेसन होइन त त्यो दसैँमा के भएर सेलिब्रेट भिलेन कि राक्षस राक्षस भने भिलेन त भन्नु अनि ल जेसुकै होस् न त्यसको त एउटा सिग्निफिकेन्स छ तिहारको पनि एउटा सिग्निफिकेन्स छ तर बर्थडेको के सिग्निफिकेन्स छ बर्थडे त जन्मिस एक दिन त्यसपछि त हरेक दिन बाँचिरहेछस् हरेक दिन बाँचिरहेछस् छैन त्यो अनि एक डेट कुरेर किन सेलिब्रेट गर्ने भने क्या मैले पहिलो कुरा बुझिनस् ल भन् किनभने हामीले फ्युचर अनि एकछिन है जे बर्थडे हुन्छ नि त्यो हाम्रो लागि फेस्टिभल जस्तै हो कालीले कतै बचाउँछ भने त्यो हामीले जन्मेको राम्रो कुरा हो है भगवानले नै हामीलाई जन्मा हो भगवान के नै फेस्टिभलमा हामी सेलिब्रेट गर्छौँ भने बर्थडे पनि त भयो नि त बर्थडे भयो ल बर्थडे एक दिन भयो हो तर मेरो मेन कुरो चाहिँ त जन्मिनु नै त्यत्रो स्पेसल चाहिँ किन भयो भन्न त्यसमा के एचिभमेन्ट छ त सेलिब्रेट गर्नु यस्तो एचिभमेन्ट भन् त ल जन्मिने अनि दाइ बहिनी बन्ने अनि सोच न मैले केही सोच्नु त्यो स्पेसल के छ त त्यो दिन जस्ट जन्मियो के खानु स्पेसल छ नि पैसा पाउँछ नि त्यो त आफैले गरेर पो यताउता भयो त स्पेसल मैले मेरो बर्थडेमा एउटा पनि गिफ्ट दिएको थिइनँ दिएको थिइनँ त्यत्रो त्यो फोटो बनाएर दिए होइन त्यो 2024 मा दिएको तैँले 24 मा 25 मा के दिस 5 रुपैयाँ दिस मलाई 25 मा दिएको थिएँ नि मैले केही दिएको थिएँ मलाई यादै छैन पहिले सुरु मेरो कुरो भन् तपाईँलाई भन् तैँले मेरो बर्थडेमा किन गिफ्ट दिनु बर्थडे स्पेसलै होइन त किन दिने के खान त माहिर बर्थडे स्पेसल खान त खाने कुरो छुट्टो हो नि सेलिब्रेट गर्ने पनि छुट्टै हो ल होइन तैँले 1 वर्ष बाँचिसकिस् त भनेपछि तँ जहिले पनि खुसी सेलिब्रेट गर्न सक्छस् फ्रेन्डलाई सोध्छु म कुन नदीमा गएर त्यहाँ ढुङ्गामा आफ्नो टाउको फुटाम यसले गर्दा यो क्रिमिनल पुलिस निसम घिमिरे है घिमिरे के भन्नु छ यसको भाइ पनि क्रिमिनल हो ल ल ल ल यो भिडियो सकिसक्यो अब तैँले जित्न सकिनस् पोइन्टले ल ल ल ल म सुनेछु तेरो फाइनल ल ल अब के भनेर कन्क्लुड गर्छस् त ल भन् अब यो भिडियो सकिन थाल्यो छिटो छिटो के भनेर गर्नु भने बर्थडे सेलिब्रेट गर्नु नगर्नु त्यो हजुरको यो रिस है हामीले गर्दा नै हजुरले जस्तो अब बर्थडे सेलिब्रेटै गर्नु हुँदैन भनेर हजुर गर्न त्यस्तो नि नसोच्नु मलाई गर्न मन छ भने गर्नु अनि नगर्न मन छ भने नगर्नु अनि अर्को कुरा है मेरो न्युज आयो भने पनि मलाई कसले हाने छ भने यही मान्छेको नाम दिनु है किनभने अब हाम्रो यहाँ टम एन्ड जेरी कार्टुनका एक्ट भइरहेछ भन्नाले रियल लाइफमा त्यसैले हाम्रो भिडियो कहाँ कन्क्लुड हो किनभने आज मेरो वान लाइफ हो ह्यापी बर्थडे टु यसको तेरो बर्थडे कहिले रे अगस्त 24 यसको भदौ 7 गते बर्थडे हैन तर 8 गते हो है तर हामी 364 डेज कुरेर एउटा डे सेलिब्रेट गर्नु त वर्थ इट हुँदैन त्यसैले हामी हामी आज मेरो एभ्री डे इज स्पेशल नि त हैन एक दिन कुर्नु परेन नि त सो ल यसको बर्थडे आज ह्यापी बर्थडे टु मी बर्थडे त हैन तर पनि खुसी बनाइदिएको ल म नाच्छु है छम्छु Happy birthday to me. Happy birthday to me. Happy birthday. होइन बर्थडे त तेरो भदौ 7 गते नै हो नि तर तैँले अहिलेसम्म कति भयो रे 1 महिना बाँकी मेरो स्पेशल डे त 330 डेज बाँचेको खुसी हैन अब भनेपछि भदौ 7 कुर्नु पर्यो त पऱ्यो कि परेन
बोल न बोल यो बेड कमिलाउने म होइन ल भन्न भिडियो सक्यो ल अब के भन्नु छ बाई गाइस बर्थडे सेलिब्रेट नगर्नु गर्नु है जहिले गरे पनि हुन्छ क्या जहिले गरे नि हुन्छ त्यो एक डे कुरेर चाहिँ बस्नु पर्दैन 365 डेजमा गर्नु है गर्न मन छ भने गर्नु स्पेसल बनाउनु आफ्नो दिनलाई राम्रो काम गर्नु अनि आफ्नो दाइहरूलाई कुट्नु